म पनि त्यो थाथली बस्ती सुकुम्बासी बस्तीमा बस्थेँ। तपाईँको आज चाहिँ त्यो बस्ती अब भत्किएको छ। मलाई अब भत्किँदाखेरि चाहिँ अब ठिकै लागिरहेछ। अब सरकारी जग्गामा यसरी बस्न पनि राम्रो होइन, उचितको कुरा होइन। म चाहिँ एउटा कुरो तपाईँको अशक्त काम गर्न नसक्ने भएर बसेको हो। खासमा तपाईँको अब एउटा आँखा राम्रोसँग नदेख्ने, अनि त्यस पछाडि तपाईँको अब मेरो श्रीमतीले नि औषधि खाने, मुटु अपरेसन गरेको, त्यही भएर बसेको हो। अनि वास्तवमै तपाईँको अब यो सुकुम्बासी भन्ने त छँदै छैन नेपालमा। यो चाहिँ तपाईँको नेताहरूले बनाएको, जस्तै काङ्ग्रेस, एमाले, अनि यो माओवादी नेताहरूले चाहिँ तपाईँको सुकुम्बासी बनाएको हो। सुकुम्बासी वास्तवमै छैन। त्यही कारणले गर्दाखेरि तपाईँको जस्तै गरिबीको रेखामुनि परेको मान्छेहरू छ, गरिब छ धेरै। अब तपाईँको जस्तै सुकुम्बासी बस्ती थाप्थली भत्काएको एकदमै राम्रो छ। किन भनेदेखि त्यहाँ चाहिँ तपाईँको नेताहरूले चाहिँ तपाईँको गरी खाने बाटो बनाएको थियो। जस्तै एमाले अनि तपाईँको माओवादीले तपाईँको त्यहाँ चाहिँ अब दुनियाँभरिमा डोनेसनहरू ल्याउने, अब विदेशी डोनेसनहरू आउने, अनि तपाईँको त्यो 4-5 जना नेताहरू मिल्ने, तिनीहरूले खाने, अनि जो गरिब छ, जो काम गर्न नसक्ने यताउता त्यस्तो व्यक्तिहरूलाई नदिने। अनि त्यो हकीकतले गर्दाखेरि आज यस्तो स्थितिमा परेको हो। त्यसैले ठिकै छ, तपाईँको त्यो गरी खाने बाटो तिनीहरूको हराए, एकदम राम्रो छ भत्काएको। अनि जस्तै त्यहाँ चर्च थियो, तपाईँको चर्चमा लगाउने थियो तपाईँको। अनि त्यहाँ चाहिँ अब विभिन्न विदेशी डोनेसनहरू त्यही चर्चमा दिन्थ्यो, गरिब दुखीलाई दिए भनेर। अनि त्यही चर्चको मान्छे पास्टरहरू पनि झापझुप खाने, त्यसरी चाहिँ कामहरू गरिरहेको थियो। अनि त्यो भएको कारणले गर्दाखेरि अब त्यो बस्ती भत्केको एकदम राइट कुरा छ। मलाई चाहिँ एकदम राम्रो लाग्छ। तर हुन त अब मैले चाहिँ अन्त भाडा दिएर नि बस्न सक्दिनँ, किनभने अब मैले काम नगरिकन 12-13 वर्ष भयो आँखा राम्रो नदेखेर। मैले त खासमा म जस्तो मान्छेले पाउनुपर्ने, तर मलाई चाहिँ अब दिन्थेन है कसैले, कहीँबाट नि सहयोग पनि दिन्थेन, विदेशीहरूले पनि दिन्थेन, सङ्घ संस्थाले कसैले पनि हेर्थेन, अहिलेसम्म हेरेको पनि छैन। अनि जस्तो हामी जस्तो मान्छेलाई हेर्नुपर्ने हो, त्यहाँनिर हेर्थेन। तपाईँको एकदम घुसपेटी हुन्थ्यो। त्यहाँको अलिक जान्ने बुझ्ने तिनीहरूले नै खान्थ्यो, बुझ्नु पाउँथ्यो। त्यसैले गर्दाखेरि आज भत्किएर त्यहाँबाट लखेटेको एकदम राम्रो छ। जस्तै अब हामीहरू जस्तो मान्छेले चाहिँ तपाईँको स्वास्थ्य, शिक्षा, रोजगार चाहिँ तपाईँको स्कुल नानीहरू छ, 2टा नानीहरू स्कुल पढ्न चाहिँ आउनुपर्छ। यो चाहिँ सरकारले गरिदिनुपर्छ। अब जस्तो मैले सक्ने खालको काम चाहिँ अब सरकारले रोजगार दिएदेखि धेरै राम्रो। मलाई चाहिँ मसँग अहिले 1 पैसा पनि छ, 1 रुपियाँ पैसा नि छैन तपाईँको, तर म खुसी नै छु। मेरो त कतिपय तपाईँको त्यहाँनिर सामानहरू भत्काउँदाखेरि अब त्यो उहाँहरूलाई नै जिम्मा दिएको हो, नगरपालिकाको मान्छेहरूलाई नै। तपाईँको त्यहाँबाट सामान सार्दाखेरि चाहिँ धेरै जस्तो सामानहरू तपाईँको धेरै सामानहरू हराइ पनि दियो। मेरो चाहिँ लगभग 15-20 हजारकै सामान हराएको छ। तर त्यसमा नि मलाई दुःखमा पनि छैन। अब जिन्दगी यस्तै हो। पहिला पनि मेरो त्यो दाउराम भट्टराईले भत्काउँदाखेरि सामान लगभग 2टा खाट, एउटा किचन र्याक चाहिँ तपाईँको त्यहीँ मैले पुर्दैन भनेको त्यहीँ पुरेको नि हो। त्यो भएर मलाई त्यो खासै टेन्सन छैन। तर फेरि मसँग भएर त्यसो भयो भन्नु होला, तर मसँग 1 पैसा पनि छैन। मैले काम नगरेको पनि 10-12 वर्ष भयो, काम गर्न पनि सकेको छैन। अनि अहिले चाहिँ अब त्यही यो कीर्तिपुरको होल्डिङ सेन्टरमा बसिरहेको छु म। अब केही गर्ला नि अब सरकारले भनेर चाहिँ आशाले बसेको छु। अब के अरे आश गर्नु भर चाहिँ नपर्नु भन्थ्यो, त्यस्तै पारा भइसकेको छ। खै अहिलेसम्म केही व्यवस्था गरेको छैन। यहाँ मात्रै बसेर नि हुँदैन। यो पनि फेरि तपाईँको खोलाको किनारे चाहिँ भोलि यहाँ पानी आयो भने यहाँ पनि डुबाउँछ भन्ने कुराहरू पनि छ। त्यही हो, के गर्छ जस्तै हेर्दै जाउँ।